ल यहाँ चाहिँ एउटा जग्गा किन्नु पर्यो। वेलकम छ अर्को नयाँ भ्लगमा। टाढीको मोमो त्यो त गुच्चा मोमो जस्तै छ सानो साथीहरू। जहाँ गए पनि भान्से चाहिँ हाम्रै आमा हुन्छ है। सरी जाडो भएको छ तर अँध्यारो के देख्दैन। स्कुटरमा जाँदा सब देख्छ। हेलो राम युगेन गाह्रो भयो युगेनलाई। यो त ठिक रहेछ चिया अहिलेको त गुलियो न गुलियो। Much later. त्यो सबले धेरै डिस्काउन्ट दिएर धेरै पछि यहाँ मोमो खानु भएकोले मोमो खाइरहेको छ। बिस्तारै मोमो हाल्छ नि यहाँ सुप चाहिरहेको चाहिँ टाढीको माई गड। त्यही भएर त मैले यसरी चाहेकोमा चाहिँ यसो यो सुप यति मिठो छ। टाढीको मोमो त्यो त गुच्चा मोमो जस्तै छ सानो सेम स्वाद तातो होला हो। आगोमा पकाउँछ कि के हो पकाउँछ नि त्यो नानी त 5 ड्रेस लाग्छ। मेरो बाबुहरू बिदा छ भन्छ पढ्ने गाडीको मोमो। टाढीको मोमो त्यो टाढीको मान्छे हामी पनि टाढीकै हो। के भयो कस्तो खाएको अब मिठो छ अब अझै खान सक्छ जस्तो लाग्यो। आज अस्ति अङ्कलहरू त आएन काठमाडौँ त्यो हेर्नु वेलकम छ अर्को नयाँ भ्लगमा। आज चाहिँ हामी कहाँ छ रे राजन? टाढी साइड के कुन टाढी? यो बस पार्क हो। अनि है टाढीको डनहरू चाहिँ यहाँ टाढीको डनहरू ल कति यो फुड फेस्टिभलमा अब हामी त फुड फेस्टिभल जाँदैनलाई बेलसीतिर नयाँ पास समातेर भित्र लिएर जाला आउँदा त के हो हामी चाहिँ यहाँ फुड फेस्टिभलमै यत्रो मान्छेहरू कोही पनि छैन। बेलुका रमाइलो हुन्छ भने खान तर कति धेरै थोरै यार केही छैन यार। आज के हो यस्तो यहाँ चाहिँ साउन्ड चेक गरेर बसिरहेको छ। ल हामी एकछिनमा आउने अहिले एकछिनमा चिकेन सस्तो रहेछ जम्मा टाँसेको ल यहाँ चाहिँ एउटा जग्गा किन्नु पर्यो। हेर्नु यहाँ खाली यत्रो जग्गा छ। कसको के हो बाटो 1 hour later. चितवनमा हामी स्कुटर बिना हिँडेको हिँडै
यताबाट यस्तो छ नजारा चाहिँ ओ माई गड हिँड्नलाई यति रमाइलो छ 2 जना त्यहाँ गएको छन् 3 जना फेरि बोक्न लगायो र अब चाहिँ भ्लगहरू कन्टिन्यू हुन्छ चिल्ड्रनको भ्लग्स आउँछ है चेष्टा गर्छु ल नजारा त्यस्तो छ सो गाइस अब चाहिँ हामी कता कता जान्छौँ सब देखाउनेछौँ यु गेट वेट गर न आउन एकचोटि आउनु हेर न यहाँ के छ तिमी पनि छ बाबा पनि छ दामी छ त नो डुल स्किन के भन्छ अरे अर्को चाहिँ त्यहाँ ल पानी सानी चाहिँ छैन चाहिँ घर आइसक्यो है हाम्रो घर अजाले चाहिँ धेरै नै मिस गरिरहेको छु निनी ऊ त्यहाँ छ अरे नि ल हाम्रो चितवनको घर हो यो चाहिँ राजन बाबु यहाँ छ ल ठक्कै लाएर बस्नु भएको छ हेर्नु ल सनसेट प्लस नमस्ते रामोस पनि कति हिँड्यो ल हामीले बसिरहेको हाई भन हो भन हो भन हो 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 साथीहरू जहाँ गए पनि भान्से चाहिँ हाम्रै आमा हुन्छ है हेलो भनिदिनु यस्तो छ दिन मेरो कर्मै यस्तै के अरे होइन मम्मीले बनाएको मिठो पनि हुन्छ नि त होइन मम्मीले पकाउनै पर्छ हो के गर्छ अरे पकाए हुँदैन पकाउनै पर्छ मलाई त्यस्तो लाग्दैन हाम्रो आमा फेरि जहाँ गएर पनि छिन्ने छ यहाँ के पकाइसके के काट्नु 1 hour later. के मौसम रे यो आज लोड खाए बाहिर क्या सरी जाडो भएको छ यता यताबाट चितवनमा